सम्पूर्णमा नमस्कार। अ, आजको यो भिडियो चाहिँ हामी खास गरी सिआइबी चाहिँ मेम्बर वाइज कसरी लिने भन्ने कुराको लागि हो। विगतमा हामीले चाहिँ अ, मेम्बर वाइज सिआइबीको पैसा लिनु पर्यो भने चाहिँ सेभिङ एकाउन्टमा जाने, त्यहाँबाट नन क्यास गरेर सिआइबी सेवालमा पैसा पठाउने त्यो अनुसारको गरेका थियौँ। अब चाहिँ त्यस्तो नगरिकन प्रत्येकचोटि हामीले के गर्ने त मेम्बर वाइज सिआइबी लिनु पर्यो। यो केसमा चाहिँ कस्तो हुन्छ भने अब मेम्बर वाइज सिआइबी लिइसकेपछि मेम्बर वाइज सिआइबीको पैसा लिइसकेपछि बल्ल एप्राइजल प्रोसेस गर्न मिल्छ है। हिजो अस्तिसम्म चाहिँ एप्राइजलमा गएर प्लस गरेर तपाईँले बिएफआई एमआइएफआईको डकुमेन्टहरू राख्नुहुन्थ्यो भने अब त्यसो गर्न पाइएन। अब सिधै हामीले के गर्छौँ त नयाँ तरिकाले प्रोसेस गर्छौँ। यसले गर्दाखेरि मेम्बर वाइज रेकर्ड राख्न पनि सजिलो हुन्छ। ल हेरौँ है त कसरी गरिन्छ भन्ने कुरा। सबभन्दा पहिला चाहिँ यहाँनिर ट्रान्जेक्सन भन्ने मेन्यूमा हेर्नुभयो भने सिआइबी चार्ज भन्ने देखिन्छ है। अब सिआइबी चार्ज भन्ने देखिसकेपछि मैले कुनै एउटा मेम्बर लिएँ। यो मैले टेस्टमा गर्दैछु, जस्तै कि यही मेम्बर लिएँ। मैले एउटा ब्रान्चको स्याम्पल डाटा लिँदैछु। यहाँनिर जाने, ट्रान्जेक्सनमा जाने, ट्रान्जेक्सनबाट सिआइबीमा जाने, यहाँ गइसकेपछि प्लस गर्ने। प्लस गरेपछि मेम्बर कोड राख्नु होला। यो स्क्रिनिङ भन्ने कुरा केही राख्नु परेन अहिलेलाई। सिआइआर नम्बर त्यहाँ तपाईँले रिपोर्ट निकाल्दाखेरि आइहाल्छ, यहाँ राख्ने। अनि त्यसपछि प्रोडक्ट भनेको के हो? एमएफआई हिट चार्ज भयो होइन, एमएफआई नो हिट चार्ज भयो। अहिले मैले यो राखेँ 56 रुपियाँ 50 पैसा, त्यही अनुसारको सेटअप गरेछ, त्यही भएर काट्छ। अनि त्यसपछि अदर एमएफए भनेको कतिवटा एमएफएमा त्यो मेम्बर बसेको छ भनेर देखियो भने त्यो राख्ने। जस्तै एउटामा नि देखिएको छैन भने 0। अब एउटा बाहेक अरूमा हाम्रो मात्र देखिएको छ भने 1 भयो। अरूहरूमा देखिएको छ भन्ने कुरा चाहिँ धेरैवटा संस्थामा देखिएको छ भने त्यो अनुसार काउन्ट बढाउँदै जानु पर्यो। अनि कति पोर्टफोलियोको लोन चाहिँ देखिएको छ भन्ने कुराहरू यहाँ राख्नु पर्यो है। 10,000 अहिलेलाई भयो। अहिले मैले यहाँनिर अनि त्यसको डकुमेन्ट अपलोड गर्नु पर्यो। त्यसको डकुमेन्ट अपलोड गर्दाखेरि चाहिँ ल अहिले मैले एउटा डकुमेन्ट राखेँ। यसरी राखिसकेपछि अब यहाँनिर डिफल्टबाट तान्ने कि अरू एकाउन्टबाट त अरू एकाउन्टमा हामीले समायोजन के अरे अप्सनल राखेका थियौँ। डिफल्ट भयो भने चाहिँ समायोजन हुन्छ है। त्यही भएर डिफल्ट एकाउन्टलाई यहाँ छान्नु पर्यो। यहाँ छान्नु परिसकेपछि अब तपाईँले यहाँनिर सिआइबी चार्ज भनेर लेखिदिनु होला। यो चाहिँ मेम्बर वाइज लिने तरिका है। त्यसरी सिमिलरली नै अब अर्को अर्को केसको लागि पनि छ। यहाँनिर सिआइबी बिएफआई हिट चार्ज, बिएफआई नो हिट चार्ज, यो कमर्सियल भनेको त्यही हो है। यसको नाम पनि चेन्ज गरिदिउँला म। अब अहिले मैले यहाँनिर यसरी राखेँ भने यस्तो गर्नु पर्यो। यसरी राख्नु पर्यो। अब अर्कोचोटि यो बिएफआई नो हिट चार्ज राख्नु पर्यो, प्लस गरेर गर्नु पर्यो है। त्यसपछि अब यो हेरेको छैन, बी कमर्सियलको परेन भन्यो भने चाहिँ यसलाई केही भर्नु परेन। यसको मात्रै राखेर सेभ गरिदिँदा पनि सकियो। अब मैले यसलाई यहाँनिर यो राखेँ भने त्यसको पनि अब अदर कमर्सियलमा कुन कुनमा छ त्यो लेख्नु पर्यो। पोर्टफोलियो कति कतिको छ त्यो लेख्नु पर्यो। त्यसपछि कुन एकाउन्टबाट पैसा काट्ने हो, अहिले मैले अप्सनल राखेँ। यहाँ पनि अप्सनल राखेँ। तपाईँले दुईवटा जुन युज गर्न सक्नुहुन्छ। अनि यहाँनिर सिआइबी चार्ज चार्ज भनेर राखेँ। यो सेभ गरिसकेपछि यदि ब्यालेन्स छ भन्यो भने यहाँ हेर्नुहोस् त, म टेलर होइन भनिरहेको छ, मैले गर्न मिलेन। त्यही भएर मैले यो ब्रान्चको टेलर चलाउँछु। एएसएचएम यहाँ हेर्नुहोस् है। अहिलेको प्रोसेस सिमिलरली भइहाल्यो, त्यहाँ केही सिकाउनु पर्दैन होला मैले सायद। अब मैले यहाँ मेम्बरमा गएँ। मेम्बरमा गइसकेपछि अब यही मेम्बर भयो। अब यो सेभ भयो। सेभ भइसकेपछि यहाँ हेर्नुहोस् है। यो मैले अहिले टेस्ट गरिसकेको मेम्बर थिएँ, त्यही देखाउन चाहन्छु है। यो गर्दाखेरि यहाँ डकुमेन्टहरू यसरी भरिन्छ सबै कुराहरू। डकुमेन्ट यहीँ पनि हेर्न मिल्छ, नभए एउटा गरेर देखाउँला है, सजिलो हुन्छ। त्यहीँको मेम्बरको प्रोसेसमा गएँ।
यो मेम्बर पेस्ट गरेँ। अहिले मैले सिधै के गरेँ, सिआइबी हेड चार्ज गरेँ, डब्लु यसरी गरेँ। त्यसपछि कुनै पनि माइक्रो फाइनेन्समा छैन भने 0 राखिदिएँ। पोर्टफोलियो पनि 0 भइहाल्यो, छैन। अब मैले सिधै के गरेँ, समायोजन खाताबाट ब्यालेन्स तान्ने भन्दै सिआइबी चार्ज हुँदैन। अब उता लोन एप्राइजल गरेर हाल्न पाइएन है, यहाँ हालेन भने। एउटा कुनै डकुमेन्ट निकालेको सिआइबी निकाले 1 महिनासम्म मात्र भ्यालिड हुन्छ है, त्यसपछि चाहिँ यसले काम गर्दैन, एक्सपायर हुन्छ। त्यसपछि अदर कमर्सियल 0 भयो, यो पनि 0 भयो। यो सेभ गरिसकेपछि सिआर नम्बर मस्ट बी अपलोड भनेको डकुमेन्ट यहीँ अपलोड गर्नु पर्यो। यहाँ अपलोड गरेको डकुमेन्ट चाहिँ उतापट्टि देखिन्छ है। यो धेरै लामो प्रोसेस नभएको कारणले यो सायद त्यो मिटमा राखेर सिकाइरहनु पनि जरुरत छैन जस्तो लाग्यो मलाई। यहाँबाट हेर्नुहोस्, अब यो हेर्नुहोस् त 56 दुईटा बन्यो नि त, एउटा हिट चार्जको लागि, एउटा एमएफआई हेड, एउटा कमर्सियल हिटको लागि। अब भाउचर पनि दुईटा उठेको हुन्छ हेर्नुहोस् है। यहाँ हेर्नुहोस् त, त्यो मेम्बरको दुईटा भाउचर उठ्यो। अब हामीसँग के रेकर्ड रह्यो त भन्दाखेरि मेम्बर वाइज कसरी बस्छ सिआइबीको डकुमेन्ट, सिआइबीको चार्ज बस्छ नि, पछि हामीलाई लेजरहरू मिलाउन सजिलो होस् भन्नको कारणले गर्दाखेरि यो तरिकाले हामी अगाडि बढ्न खोजेको है। अब यहाँ गएर स्टेटमेन्टमा हेर्नुभयो भने नि सायद यही देखेको हुनुपर्छ। यहाँ हेर्नुहोस् त, ल सिआइबी ट्रान्सफर भयो, यति पैसा ट्रान्सफर भयो भनेर देखियो नि त होइन। चाहिँ किन भएछ यो नेगेटिभमा चाहिँ अब अहिले मैले टेस्ट गरेको भएर गएको हो, नत्र यो जाँदैन है, यो यस्तो कुराहरू याद नगर्न। तर यो दुईटा भाउचर उठ्यो नि त, यसरी उठ्छ। अब यसरी उठिसकेपछि अब यो मेम्बरको मैले एप्राइजल सुरु गरेँ भने सिधै के हुन्छ त, यहाँ गएर हेर्नुभयो भने जस्तै कि अहिले मैले यो लोनको लागि सेटअप गरेको थिएँ टेस्टमा, त्यही भएर यस्तो देखेको हो। 25,000 सेभ नेक्स्ट। अब हेर्नु है, यहाँनिर यहाँ योभन्दा तल यो अब पहिला हाम्रो सिआइबीको डकुमेन्ट यहीँ देखिन्थ्यो। अब सिआइबीको डकुमेन्ट यहाँ देखिँदैन। किन देखिँदैन भन्दाखेरि उतापट्टिबाट हामीले लोड गरिसकेपछि योभन्दा उताको स्टेपमा आउँछ है। यहाँ हेर्नुभयो भने यहाँ हेर्नुभयो भने तपाईँको सिआइआर नम्बर यहाँनिर छान्ने आइहाल्छ। देख्नुभयो नि, यहाँनिर बिएफआईको देखियो। अब दुइटै देखियो नि त, यहाँनिर आएर बस्छ है। अनि तपाईँहरूले यदि यो एप्राइजल यसरी खोल्दाखेरि, अब यहाँनिर हामीले त खोल्दाखेरि यसरी खोल्छौँ। यहाँनिर यो हेर्नुभयो भने यहाँ जाने, हेर्नुहोस् त, यो डकुमेन्ट अबदेखि चाहिँ सिआइबीको डकुमेन्ट चाहिँ यहाँ आएर बस्छ। यो नम्बर चाहिँ किन राखेको भन्दाखेरि चाहिँ कतिपय केसमा कस्तो देखियो भन्दाखेरि भित्रपट्टिको सिआइआर नम्बर र बाहिरपट्टिको सिआइआर नम्बर फरक देखेको कारणले गर्दा बाहिर सिआइआर नम्बर देखिने बनाइदिएको है। अब यहाँनिरको सिआइआर नम्बर र भित्रपट्टिको सिआइआर नम्बर सेम छ कि छैन चेक गर्न पनि सजिलो भयो। अब यसरी काम गर्छ है सिस्टमले। तपाईँले यहाँनिर एप्राइजलमा गएर प्लस गरेर गरिरहनु परेन, मेम्बर वाइज जानु पर्यो। त्यो तरिकाले काम गर्छ। यसमा केही कन्फ्युजन छ भने चाहिँ मसँग कन्ट्याक्ट गर्नु, मलाई कन्ट्याक्ट गर्नु होला। धन्यवाद।